Hey guys, welcome to my mini blog again. आज चाहिँ म घरदेखि चाहिँ गान्तोक फर्किँदैछु। बिहानै उठ्नु भएर चाहिँ आमाले सब्जीहरू प्याकिङ गरिदिनु भएको थियो। अन्त मैले जाँदा चाहिँ लिन किन भन्दाखेरि ट्रान्सशिपमा हिँड्नुपर्छ। अन्त चाहिँ गाडीको प्रब्लम हुन्छ, भरे उचाल्नु पनि सक्दैन। त्यसले गर्दाखेरि चाहिँ मैले बेसी चाहिँ लिन। अन्त बिल्लुले चाहिँ मलाई पुरा चिप्ले दल्दै थियो। मैले चाहिँ आमा र भाइलाई जिस्काएर आमा बाई बाई क्यामेरामा बाई बाई भनिदिनु नि भनेको, आमा चाहिँ पाउट गरेर बाई बाई गर्नुहुँदैछ। राम्रोसँग गर्नु नि भनेको, छ्या कसरी गर्नु हौ भन्दैछ होइन। अन्त म आमा भाइ चाहिँ यहाँनिर गाडी पर्खिँदै थियो। आमा पनि ड्युटी जानु लागि गाडी पर्खिँदै थियो। अन्त चाहिँ मेरो त्यति बेला चाहिँ मेरो बिल्लुले चाहिँ मलाई चिप्ले दलेर के गरेको गाडी पर्खिँदा चाहिँ 7:30मा चाहिँ टक्कै गाडी आइपुग्यो। अन्त म चाहिँ हिँडिहाल्यो। लेगसेप चाहिँ म मुस्किलले पुग्यो, किन भन्दाखेरि चाहिँ फ्रन्ट सिटको जुन चाहिँ सिट छ त्यो चाहिँ डिसब्यालेन्स टाइपको रहेछ। अन्त यति बेसी मेरो ढाड दुखेर गरम पनि भइरहेको थियो मलाई हो। जोरथाङ कहिले पुग्ने भइरहेको थियो। अन्त टक्कै जोरथाङ पनि पुग्यो। अन्त चाहिँ मलाई सामान उचाल्न यति बेसी साह्रो परिरहेको थियो। अब चाहिँ गान्तोकको गाडी पक्रिनु पर्ने थियो मैले। अन्त चाहिँ काउन्टरमा गएर गान्तोकको गाडी सोद्धा चाहिँ एउटा चाहिँ गइसकेछ। अन्त मलाई चाहिँ अर्को गाडीमा पठाउने भनेर चाहिँ मैले फर्स्ट सिटै काट्यो, टिकट काट्यो। अन्त मलाई भोक पनि लागिरहेको थियो। अन्त मैले मामै खान्छु भनेर चाहिँ बिहान माम नखाइकन आएको थियो। अन्त मैले माम मगायो। अन्त अनफर्चुनेटली मैले चाहिँ बादमा चाहिँ केस भेट्यो होइन, कस्तो नमिठो लागेर आएको थियो। तर के छैन, अब गल्ती हुन्छ सबैकोबाट। अन्त मैले खाइहाल्यो। अन्त चाहिँ मलाई गरम भएर चाहिँ अरू प्यासेन्जरहरू पनि मैले वेट गर्दै थिएँ। मलाई चाहिँ गरमले यति बेसी साह्रो परिरहेको थियो, कहिले हिँड्ने भइरहेको थियो। अन्त चाहिँ पर्खिँदा प्यासेन्जर पनि सबै भरेर चाहिँ हामी गान्तोकतिर हिँडिहाल्यो। अन्त जब गान्तोक पुग्दाखेरि चाहिँ मैले बाइपासमा रोकिदिनु भनेर चाहिँ बाइपासदेखि चाहिँ डिस्ट्रिक्ट कोर्टको गाडी पक्रेँ। अन्त डिस्ट्रिक्ट कोर्टको गाडी पक्रिसकेर चाहिँ मैले भाइलाई बोलाएँ सामान बोक्नु लागि, किनभने म त पुरा माइग्रेनले टाउको दुखिरहेको थियो। अन्त भाइलाई चाहिँ सामान बोक्नु थियो। आजको मिनी ब्लग चाहिँ यति मात्रै थियो। अन्त थ्याङ्क यू सो मच फर वाचिङ।